हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ आज रुम छोडेर जाँदैछु 1 महिनाको लागि। अनि भाइले चाहिँ मलाई तल सामान झार्दिएर बाई बाई दिदी, फेरि फर्केर आउनु है भन्दै जिस्काउँदैछन्। म चाहिँ टेम्पोमा चढेर स्ट्यान्डसम्म चाहिँ जानुपर्ने हुन्छ, अनि त्यहाँबाट मात्रै गाडीले लग्ने गर्छन्। अनि फाइनल्ली साथीहरूसँग पनि भेट भयो, 2 जना साथीहरूसँग। अनि अहिले चाहिँ खातबारीको वेदर चाहिँ एकदम क्लिन छ। साथी चाहिँ फोनमा बोल्दैछन्। अनि गाडी चाहिँ यो हामी जाने गाडी। अनि यहाँबाट चाहिँ एकदमै सफा छ हाम्रो खातबारीको वेदर चाहिँ आज चाहिँ। तर बेलुका पानी पर्न सक्छन्। अनि हामी चाहिँ बाटो लागिसकेर अलि ओरतिर आएर चाहिँ हाम्रो सिलिन्डर लानुपर्ने हुन्छ नि त। अनि गुरुजीले चाहिँ सिलिन्डर लिएर गाडीमा लाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ मेन रोड बाटो छोडेर चाहिँ अफ रोडतिर लाग्यौँ। म पनि पहिलोचोटि हो, अब हेरौँ कस्तो हुन्छ यात्रा। 1.5 घन्टा 2 घन्टासम्मको हुन्छ अनि यता चाहिँ जङ्गलको बाटो जानुपर्ने रहेछ। अनि अगाडि चाहिँ साथीहरू 3 जना बसेका छन्, अनि पछाडि 1 जना, अनि 2 जना चाहिँ हामी बिचमा छौँ। एकदमै राम्रो भ्यू देखिरहेछ यो खेतहरूले। हेर्दा चाहिँ राम्रो देखिन्छ, तर काम गर्न चाहिँ एकदमै गाह्रो हुन्छ। घाम त्यस्तै लागिरहेको हुन्छ। अब असारमा एकदम राम्रो देखिरहेछ है फेरि यो खेत चाहिँ। अनि हामी जाँदैछौँ, यात्रा ठिकै भइरहेछ। गाडीमा चाहिँ 11 जना छौँ हामी। त्यसपछि हामी एकदम खोला र यो पुलमा आइपुग्यौँ। तल बेसीतिर होला सायद यो खोला चाहिँ सभा खोला है साथीहरू। अनि हामी पुल तरेर हामी पारीतिर लाग्यौँ। एकदमै राम्रो छ। तलतिर मान्छेहरू स्विमिङ पनि खेल्दैछन्। म चाहिँ यता झ्यालपट्टि भएकोले त्यति मजाले भिडियोहरू चाहिँ अगाडिको जसरी खिच्न चाहिँ पाएको छैन। अनि एकदमै सुन्दर घरहरू देख्न थाल्यो, अनि फुलै सजिएको। अनि यसो भिडियो लिन मन लाग्यो। अनि यात्रा चाहिँ हाम्रो राम्रै भइरहेछ, धुलोहरू चाहिँ छैन। हिजो आज चाहिँ पानी पर्न थालेको छ नि त। दिउँसो चाहिँ एकदमै वेदर क्लिन देखिन्छ, तर बेलुका भएपछि चाहिँ पानी पर्न थालेको छन्। यहाँ पानी नपर्दा चाहिँ एकदमै धेरै धुलो हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो यहाँ मान्छेहरूले। अनि एकदम खेत चाहिँ धेरै छन् क्या यतातिर, कति धेरै खेत हो। काम गर्न चाहिँ एकदम गाह्रो हुन्छ होला। अनि हेर्नु न यहाँ कति आजको वेदर चाहिँ एकदमै राम्रो देखिरहेछ। कस्तो राम्रो देखिरहेको छ, मैले भिडियो चाहिँ लिएँ। फाइनल्ली हामी चाहिँ बस्ने ठाउँ आइपुगिसक्यौँ। घर चाहिँ यो हो, हामी बस्ने घर चाहिँ। घरपेटीहरू चाहिँ कहाँ जानुभएको छ हुनुहुन्न। साथीहरू चाहिँ एकदमै गाडी लागेर भुइँमै बस्नुपर्ने अवस्था भइसक्यो। अनि अब हामी चाहिँ सामानहरू निकाल्नु पर्ने हुन्छ। गुरुजी चाहिँ माथि चढेर सामान निकालिदिँदै हुनुहुन्छ, साथीहरू यताउता गर्दै। अब हामीले लिएको सामानहरू चाहिँ एकदम सबै एकै ठाउँ पार्दैछौँ। सबैले आफ्नो घरबाट कति पुग्छ सबैजनाले घरैबाट सामानहरू चाहिँ बोकेर ल्याएको छौँ। अनि सबैजनाले मिलाउन थालेका छन्। अनि यहाँ चाहिँ साथीले ग्यासहरू चाहिँ जोडिसकेका छन्। अनि हाम्रो तरकारीहरू चाहिँ यहाँ राखेको छ, अचार छ, तरकारी, अनि टमाटरहरू, आलुहरू चाहिँ सबै हामीले घरैदेखि लिएर आएको। अनि खाजा खानको लागि चाहिँ चाउचाउ लिएर आएको छ साथीहरूले। अनि हाम्रो चाहिँ यसरी यहाँ सामानहरू राख्ने ठाउँ। खुसी लागिरहेछ। पूजा के छ भ्यू पनि बोकेर हिँड्ने। अलिक खुसी चाहिँ उसलाई लागेको छैन, मलाई पनि हो। हामी चाहिँ फर्स्ट टाइम खाजा नि पकाएर खान लागिरहेछौँ। सबैजनाले एकै ठाउँ राखेर चाहिँ खान थालेको छौँ। हामी चाहिँ अब बेलुकाको खाना खान थालेको छौँ। तरकारी चाहिँ मैले पकाएको थिएँ, खोइ कस्तो भयो। साथीहरूलाई चाहिँ सोध्दैछु मैले चाहिँ कस्तो भयो भनेर। मजा हुँदो रहेछ, सबैजना रमाइलो मिल्ने साथीहरू छन्। चाउचाउ पकाएर नि हामीले चाहिँ फर्स्ट खाजा
चाहिँ हामीले खाना थालिसकेका छौँ।